यो नेपालको एकमात्र दक्षिणबाट उत्तर बग्ने कर्मनाशक खोला। ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाको बिचमा अथवा सिमानामा यो खोला बगिरहेको छ। पर देखिरहेको कृषि हस्पिटल एउटा बिल्डिङ, नयाँ बिल्डिङ चाहिँ ललितपुर महानगरपालिका वडा नम्बर 17 मा पर्छ भने यो पल्लो र यो उल्लो चाहिँ बिल्डिङ महालक्ष्मी नगरपालिकामा पर्छ। म एउटा नि ठ्याक्कै पुलमाथि उभिएको छु। एउटा पुल छ, यो पुल चाहिँ वारिपारि जोडिएको पुल छ। यो पुलको उतापट्टि महालक्ष्मीतिर रोड छ। यो रोड कोरिडोर, यो खोला कर्मनाशक कोरिडोर नै गुड्छ। अब यो पुल चाहिँ अहिले यसरी यतापट्टि यो पुल ब्लक गरिएको छ अथवा बन्द गरिएको छ। यो मलाई लाग्छ गभर्मेन्टले, नेपाल सरकारको कुनै पनि आधिकारिक उसबाट भएको होइन अथवा के हो। यो पुल खुल्यो भने सोझै ग्वारको चोक को पेट्रोल पम्प साइडमा निक्लन्छ यसले। यो बाटो पब्लिकली खुल्यो भने ग्वारको चोकको अझै पनि चापलाई सपोर्ट पुग्ने थियो। यो खास किन यस्तो भइरहेको छ, यो पुल, यो ब्लक, यो पुलको बाटोलाई बन्द गरिराखिएको छ, मैले बुझ्न सकेको छैन। सरकारवालाले ध्यान दिनु पर्यो। थ्याङ्क यू।